वान पिस हेर्दा धेरै मान्छेले मरिन्सलाई स्टेट अफ भिलेन भन्छन्। हो यार, मैले आफ्नै कानले सुनेको छु, तर रियालिटी त्यति सिम्पल छैन। हो, म मान्छु कि मरिनले धेरै गलत कुरा गरेका छन्, करप्सन छ, पावर एब्युज छ, वर्ल्ड गभर्नमेन्टको प्रेसर पनि छ, तर सबै मरिन्स इभिल छैनन्। जस्ट सोचेर हेर यार, जब पाइरेट्सहरू आइल्यान्डलाई अट्याक गर्छन् त्यो बेला सिभिलियन्सहरूलाई बचाउनका लागि को आउँछ? अफकोर्स मोस्ट अफ द टाइम मरिन्स नै। जस्तै स्मोकर जस्तो मान्छे पनि छन् जो कि यी क्यारेक्टर्सहरू पावरको लागि काम गर्दैनन्, आफ्नो जस्टिसको लागि काम गर्छन्, र त्यही कुराले मरिन्सलाई इन्ट्रेस्टिङ बनाउँछ। किनकि वान पिसको वर्ल्ड ब्ल्याक एन्ड व्हाइट छैन, किनकि यहाँ पाइरेट्सहरू सबै राम्रा पनि छैनन् र मरिन्सहरू सबै नराम्रा पनि छैनन्। एक्चुअली वान पिसको मेन मेसेज नै त्यही हो कि पोजिसनले मान्छेको क्यारेक्टर डिसाइड गर्दैन, उसको एक्सनले गर्छ। अनि त्यही भएर मरिन्सलाई प्योर इभिल भन्नु वान पिसको वर्ल्डलाई ओभर सिम्प्लिफाई गर्नु जस्तै हो। सो तिमीहरूको के कस्तो ओपिनियन छ त्यो चाहिँ कमेन्टमा भन।